आर्थिक वर्ष 2081-82 को मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समीक्षा आएको छ, जस अनुसार चाहिँ आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यको आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित, हेर्नुहोस् है वर्ड कस्तो राम्रो, कसियसली ब्यालेन्स राखिएको छ भन्ने कुरा गरेको छ। र नीतिगत दर जुन पोलिसी रेट भनिन्छ त्यसलाई 5%मा यथावत राखिएको छ। अनि तल्लो यो इन्ट्रेस्ट रेट कोरिडोरको तल्लो सीमाको रूपमा जुन डिपोजिट कलेक्सन रेट अथवा निक्षेप सङ्कलन दर भनिन्छ त्यसलाई 3%मा यथावत राखेको छ भने इन्ट्रेस्ट रेट कोरिडोरको माथिल्लो सीमा जसलाई ब्याङ्क रेट अथवा ब्याङ्क दर भनेर पनि भनिन्छ त्यसलाई चाहिँ 6.5%मा यथावत राखेको छ। र त्यस्तै तपाईँको विद्यमान अनिवार्य नगद मौजदात क्यास रिजर्भ रेसियोलाई 4%मा चाहिँ एज इट इज राखिएको छ। त्यस्तै वैधानिक तरलता भनेको स्ट्याट्युटरी लिक्विडिटी रेसियो कमर्सियल ब्याङ्कको लागि 12%, त्यस्तै बी क्लास डेभलपमेन्ट ब्याङ्क र सी क्लास फाइनेन्सियल इन्स्टिट्युसनको लागि 10%मा चाहिँ एज इट इज राखिएको छ। त्यस्तै तपाईँको जुन क्यास रिजर्भ रेसियोको जति राख्नुपर्ने मेन्टेन गर्नुपर्ने छ त्यसको चाहिँ 70% डेली दैनिक रूपमा चाहिँ तपाईँको मेन्टेन गरिराख्नुपर्ने भन्ने व्यवस्था थियो। त्यसलाई चाहिँ तपाईँको अब दैनिक रूपमा चाहिँ 90%, 90% चाहिँ दैनिक रूपमा चाहिँ मेन्टेन गर्नुपर्ने व्यवस्था गरेको छ। मार्जिन ल्यान्डिङको रिस्क वेटेड अथवा तपाईँको धितो कर्जाको जोखिम भार 125%बाट घटाएर 100% पुगेको छ। यसले चाहिँ तपाईँको ब्याङ्क तथा वित्तीय संस्थाहरूको क्यापिटल मा जुन प्रेसर हुन्छ मार्जिन ल्यान्डिङ चाहिँ बढाउँदा त्यो चाहिँ अब अलिक कम हुनेछ। त्यो हुँदाखेरि त्यहाँ अलिकति स्पेस रहेको छ। त्यस्तै तपाईँको विदेशी विनिमय ऐन, त्यस्तै तपाईँको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा जुन संशोधन भयो त्यो कुराहरूलाई चाहिँ इन्क्लुड गरेर नेपाल राष्ट्र ब्याङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली 2078 जारी गरिनेछ भन्ने कुरा गरेको छ। त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐन 2064 अस्ति भर्खरै जुन संशोधन भएको छ, संशोधन बमोजिम चेक अनादर सम्बन्धी बेहोरा प्रमाणित गर्ने कार्यविधि बनाएर चाहिँ तर्जुमा गरिनेछ भन्ने कुरा गरेको छ। सो यसरी चाहिँ 6वटा पोइन्टमा चाहिँ मौद्रिक नीतिको चाहिँ समीक्षा गरेको छ। त्यो बाहेकका अरू कुराहरू त त्यसको ब्याकग्राउन्ड त्यसको लागि चाहिँ के थियो त तपाईँको आर्थिक अवस्था, यी सबै कुराहरू हो। थ्याङ्क यू सो मच।